ए यहाँ भएको भत्काइदिएछ क्या हो है। 29 माइलमा छौँ। अस्ति बाढ आएको रहेछ। हेर्नु त सबै भत्काइदिएको रहेछ यो बहिनीहरूको। यो डल्लै दोकानहरू बाङबुङ पारिदिएको रहेछ यहाँ। अहिले यसो चिया खानु बसेको थियौँ कि त्यो बहिनीहरूले कुरा गरेर हेर्नु यहाँ माथिसम्म आएको रहेछ यो बाढ त। पानी भने ऊ तल छ अहिले चाहिँ हो। पानी घटेर तल रहेछ। यो डल्लै नागेर कति माथिसम्म आएको पानी। आम्मामा त्यो बहिनीको दोकानहरू पनि डल्लै पुरिदिएको थियो अरे हौ। सबै अहिले पनि अलिअलि माटोहरू रहेछ हेर्नुहोस् न यहाँ। अहिले चाहिँ बिचराहरूले बनाएर हो फेरि दोकान जस्तोको जस्तै पारेको छ। यो अगाडिको पुरा माटो भरिएको थियो अरे हौ। डल्लै बाढ तलबाट आएर हेर्नु त। यही बाटो बन्द भएर अस्ति हामी 800 रुपियाँ तिरेर एकजनाको 800 तिरेर सिक्किम गएको थियौँ। हिजोदेखि चाहिँ खोलिएर अनि यो बाटो आएको हामी। अहिले त दोकानहरू पहिला जस्तो चल्दै रहेछ यसरी है। खोलेको रहेछ बिचराहरूको कति नोक्सान भयो होला। यो बहिनीहरूकोमा पुरा पसेर डल्लै अहिले पनि माटो रहेछ। सफा गरेर चलाउन थालेको रहेछ हौ।